अब नेताहरूले अब गाउँको अलि ठुला ठालुहरूले भोटेको बक्खु लगाइँदैन, हाम्रो नेपालीको दौरा सुरुवाल ढाका टोपी भनेर पिल्स्याउने भयो, यी यस्तो हालत भइगयो। बक्खु सक्खु सबै टाकटुकै आफैले अब कति 2 सालको खजाना पनि मिना गरेर राजाले बक्खु किनेर लाउनु भनेर बक्खु किनेर लाएको थियो। त्यो बक्खु सक्खु सबै टाकटुक डढाइदियो पार्टीको मान्छेले, त्यस्तो हालत भएको। अनि त्यही भएर अनि हामी त बाहिर भइयो। अब हामी त आफ्नो जग्गा जमिन थलो किलो आफ्नो ठाउँमा अब जन्मेको थलोमा जानु पायो, त्यही माया हामीलाई त्यही छ। राजालाई पनि हामी त म त केही अरूले के भन्छ म चाहिँ राजालाई पनि म दोष लाउँदिनँ। राजाले पनि हामीलाई त्यति नराम्रो भनेको पनि थिएन, राम्रै थियो। तर आफ्नो बुद्धि त्यस्तो हरण भएर यो हालत भइयो। अब त्यही हो। दर्शकबिन, भोटेको बक्खु लाइँदैन, नेपाली दाउरा सुरुवाल नै लाउनुपर्छ, लाउने हो भन्ने मानसिकता बोकेर नै आज हाम्रो यो हविगत भएको हो। आज हामी भुटानबाट नेपाल लखेटिनु परेको हो भनेर एकजना वृद्ध बुवाले भन्नुभयो। साँच्चीकै पनि हाम्रै कुबुद्धिले हाम्रै कुदृष्टिले गर्दा नै आज यो ठाउँमा यो हविगत हामीले बेहोर्नु परेको हो भनेर उहाँले भन्नुभएको छ। भुटानका राजाको पनि दोष छैन, हामी नै त्यस्तै भयौँ। हाम्रै कुबुद्धिले गर्दा प्रजातन्त्रको लागि र भुटानका राजालाई अथवा राजतन्त्र विस्थापना भुटानमा राजतन्त्र विस्थापित गरेर प्रजातन्त्र ल्याउनको लागि हामीले भूमिका खेल्यौँ र त्यसकै परिणाम आज हामी भुटानबाट लखेटिएर नेपालसम्म आइपुग्नु पर्यो भनेर यहाँका बुवाले भन्नुभएको छ। साँच्चीकै अब भुटानका राजाले पनि आत्मआलोचना यहाँका जनताले गरेको खण्डमा तपाईँले पनि स्वदेश फिर्ती अभियान ल्याउनुहोस् र यहाँका पीडित जनताहरूलाई भुटानमै फर्काउनुहोस्। महामहिमज्यू, कुरो चाहिँ हो, अब हामी चाहिँ आफ्नो देश फिर्ता गर्नु पायो भने त्यो राजालाई हामी म चाहिँ के भन्छु भने त्यो राजालाई मेरो भगवान शरीर मान्दछु। अब राजाहरूले पनि हामीलाई त पहिला अब म पनि एउटा गाउँको एउटा कर्मचारी गरेर बसेको थिएँ। अनि त्यसमा पछाडि पार्टीले गर्दाखेरि अब के अरे टाउको झोलामा जिउ खोलामा फ्याँकिदिन्छ, पार्टीमा लागेन भने भनेर उ गर्दाखेरि यो हालत भइयो। अनि त्यसो हुँदाखेरि यो टाउको झोलामा र जिउ खोलामा फ्याँक्नुभन्दा चाहिँ बरु अब यसो सहयोग गरौँ त भन्दाखेरि यो हालत भयो। र अब राजाले हामीलाई टेकनाथ रिजालहरूलाई पक्रेर जेलमा लगाएछ। त्यतिखेर हामीलाई अब मिटिङमा बोलाएर राजाले बोलाएर हामी मिटिङमा गयौँ। जाँदाखेरि के भनेको छ राजाले भने अब तिमीहरूलाई हेर, जग्गा जमिन नहुनेलाई म अझै सुकुम्बासीहरूलाई जग्गा जमिन दिन्छु, तिमीहरू आफ्नो खुट्टा दर टेकेर गरी खाऊ, तिमीहरूलाई हामी अझै नहुनेलाई जग्गा जमिन दिन्छु, तिमीहरू आफ्नो खुट्टामा दर टेकेर गरी खाऊ। त्यो किराँती नेताको काँधमा त्यो नचढ्नु, त्यो लडेको दिन तिमीहरू अबर पर्ला है भनेर राजा जिग्मे सिंहले भनेको पनि थियो कि। तर यी यता र सुने यता र फ्याँकिदियो, एउटा कानबाट सुने एकतिर फ्याँक्यो, यस्तै हालत भयो। र म चाहिँ के भन्छु भने मेरो चाहिँ कुरो अब अरूले के भनेछ के गर्छ कसो गर्छ, मेरो चाहिँ भनाइ चाहिँ के हो भने राजालाई म दोष पनि लाउँदिनँ पनि, हामी आफै यो यस्तो हालत भएको। र मलाई चाहिँ अब उहाँ राजा भगवानहरूले देउताहरूले चाहिँ मलाई अब उसले फिर्ता गर्नु पाउँछ भन्यो भने म चाहिँ फिर्तामा जाने हो। यहाँ बसेर के गर्नु, नसुत्ने ओछ्यान नमुत्ने घुर्यान भन्थ्यो उहिलेको बुढाले, हो त्यस्तै भइरहेको छ। मलाई चाहिँ म चाहिँ आफ्नो ठाउँमै जानेवाला हो। मेरो छोराछोरी बुढी छँदैछ उहीँ, मेरो जग्गा जमिन राजाले दिएको जग्गा जमिनहरू कमाएर खाइ